सम्पूर्ण नेपालीहरूमा म पिवाछिङ टक्सुको तर्फबाट हजुरहरू सम्पूर्णमा चाहिँ नमस्कार, बिहानी गुड मर्निङ भन्न चाहेँ। तपाईँहरूलाई हल्का आज के भन्नु लाग्यो यो गुवाचे फुलले भन्नुहुन्छ होला। म चाहिँ के कुरा गर्न लागिरहेको छु, तपाईँहरूले भिडियोलाई साथ सपोर्ट पनि गरिदिनु विनम्र अनुरोध गर्दछु। नेपालमा अधिकांश हाम्रो एमाले अनि कांग्रेस पार्टीबाट चाहिँ तपाईहरु एकदमै अघाएर तपाईहरु चाहिँ त्यहाँबाट खिचडीहरु चाहिँ अब रवि बालेन हर्क स्याम्पाङमा प्रवेश गरेर चाहिँ त्यहाँ सङ्लो पानीमा चाहिँ धमिलो गर्दै हुनुभएका सम्पूर्ण नेपाली मित्रहरुमा म के मात्र अनुरोध गर्छु भने तपाईहरुको लागि नेपालमा 3टा दाजुभाइ जन्मिनु पर्नेछ। त्यो दाजुभाइ चाहिँ 2टा दाजुभाइ नेपालमा जन्मिसके, एउटा दाजु जन्म्यो त्यो तुइसक्यो क्या नेपाललाई, यानी कि केही पनि गर्न सक्दैन। त्यो मान्छेहरु फेलर भइसक्यो, त्यो तुइसक्यो क्या त्यो। अब अर्को यी नयाँ पार्टीहरु छन्, हर्क बालेन रवि गोपी हमाल इत्यादि सबै पार्टीहरु भनेको चाहिँ एउटा सम्भावनाको एउटा दियो चाहिँ हो यिनीहरु, तर यिनीहरु बौलाइसके क्या। तपाईं यी 2टा मैले पात्रको नाम त लिइसके, पहिलाको पुरानो र अहिलेको नयाँ दल। पुरानो जति सबै फेलर भइसके, तिनीहरु तुइसके। अहिले नयाँ सम्भावनाको दियो चाहिँ हल्का आशा चाहिँ छ, तर यिनीहरु बौलाइसके क्या। खाली अर्काको टिकटा पनि गर्ने, अर्काको कुरो काट्ने, यो यस्तो कुराले देशलाई सुशासन र हाम्रो समृद्धि बनाउनै सकिँदैन क्या। यिनीहरु कुनै पनि अहिलेसम्म देशलाई मज्जाले चाहिँ लिडिङ गर्ने र प्रतिनिधित्व गर्ने मान्छे नेपालमा जन्मेकै छैन। अब त्यो चाहिँ जन्मिनु बाँकी छ। त्यही भएर अहिले जति पनि एमाले कांग्रेस अनि राप्रपा अहिलेको नयाँ संस्कृति पार्टी जति जना तपाईहरु खिचडीहरु नि, त्यही भ्युजको नाममा मात्र तपाईहरु चाहिँ यता पनि बरर कुद्नुहुन्छ, यता पनि वर पनि बरर कुद्नुहुन्छ। त्यही तपाईहरुको भ्युजको नाममा मात्र कुद्ने हो। तपाईहरुको राजनीतिक पार्टीमा लागेको व्यक्ति भनेको रवि लामिछानेको उसको सोच पनि राम्रो छ, तर ऊ पुरानो पार्टी दलमा मिसेपछि त्यो उतै खिचडी भइसक्यो। अब नयाँ उदाउँदै गरेको पात्रहरु छन् अब स्वतन्त्र पार्टीबाट, यिनीहरु बौलाइसके क्या। खाली अर्काको टिक्का टिप्पणी गर्ने, यो अर्काको मात्र कुरा गर्ने मान्छे त्यो कहीँ पनि जान्दैन क्या। त्यो आफ्नै सीमित एरियामा ठिक छ, देशकै लागि प्रतिनिधित्व गर्ने मान्छे एकदम स्वतन्त्र र सबैको माझमा चाहिँ उले लोकप्रिय भए त पाउँछ नै पाउँछ, तर अर्काको कुरोहरु नकाट्ने हुनु पर्यो क्या। अहिले जति पनि नयाँ पार्टीहरु सब बौलाइसके, कुनैले पनि देशलाई सही नेतृत्व दिन सक्दैन। त्यही भएर सही नेतृत्व देशको लागि चाहिँ गर्ने मान्छे अब जन्मिनु बाँकी छ, यति कुरा हो। अरु कुरा खलास, केही पनि गर्न सक्दैन यिनीहरुले। माखो भुत्लो केही पनि मार्न सक्दैन। यो अहिले जति पनि छन् नि यो पार्टीमा आबद्ध भएकाहरुले, जति पनि यताबाट खिचडी भएर उताबाट सर्ने, उताबाट खिचडी भएर यता आउने, यो कहीँ केही पनि गर्दैन। त्यही भएर सबैजनाले चाहिँ अबको समृद्ध सुशासन र देशलाई शान्ति देख्न चाहनुहुन्छ भने त्यसको लागि प्रतीक्षा गर्नुहोस्, जन्मिनै बाँकी छ। ओके, लेट्स सी भिडियो।